नेपालमा अब नयाँ एयरलाइन्स कम्पनी आउँदैछ। यति एयर, बुद्ध एयर, श्री एयरलाइन्स पछि अब नेपालमा डाफे एयरलाइन्स आउने भएको छ। तपाईले मकालु एयरलाइन्स सुन्नुभएको थियो, जुन पहिला कार्गो एयरलाइन्स थियो। हो त्यही एयरलाइन्सलाई 2023 मा एउटा कम्पनीले अक्वायर गर्छ अनि अक्वायर गरेपछि त्यसलाई डाफे एयरलाइन्समा कन्भर्ट गरेर अब यही दशैंदेखि सञ्चालनमा ल्याउने भनिएको छ। डाफे एयरलाइन्सले यही आउने दशैंदेखि दुईवटा ATR 72-600 ल्याउने भनिएको छ। डाफे एयरलाइन्स दुईवटा एयरक्राफ्टमा मात्रै सीमित हुने भने छैन। कम्पनीले फर्दर 6वटा अझै ATR 72-600 ल्याउने भनिएको छ। तर ATR 72 नै किन? किनकि ATR 72 एकदमै फ्युल एफिसिएन्ट, अपरेसन कस्ट पनि एकदमै कम लाग्ने र हाई अल्टिट्युडको लागि एकदमै पर्फेक्ट एयरक्राफ्ट हो। जुन एयरक्राफ्टले 70 जना पेसेन्जर एकैचोटि क्यारी गर्न सक्छ र नेपालको लागि एकदमै पर्फेक्ट एयरक्राफ्ट मानिन्छ। अहिले बुद्ध एयरलाइन्ससँग 16 देखि 17वटा ATR एयरक्राफ्टहरू रहेको छ भने यति एयरलाइन्ससँग 7वटा छ अनि अब डाफे एयरलाइन्सले 6वटा ATR भित्राउने तयारीमा रहेको छ। डाफे एयरलाइन्सको लङ टर्म प्लान हेर्दाखेरि डोमेस्टिक एयरलाइन्समा मात्रै सीमित हुने भने छैन। उनीहरूले इन्टरनेसनल फ्लाइट्सहरू पनि सुरु गर्नेछन्। नेपालको एयरलाइन्स सेक्टर एकदमै ग्रोइङ फेजमा छ अनि नयाँ कम्पिटिसन आइसकेपछि कस्टमरलाई इभेन्चुअली फाइदा नै हुन्छ, किनकि कस्टमरसँग चुज गर्नलाई धेरै नै अप्सन हुन्छ। तर यसमा रिस्क के छ भन्दाखेरि नेपालको कन्ज्युमर एयरलाइन्सलाई लिएर एकदमै सेन्सिटिभ छन्। प्राइस सेन्सिटिभिटी मात्रै होइन, इमोसनली पनि एकदमै सेन्सिटिभ रहेका छन्। त्यसैले डाफे एयरलाइन्सको एन्ट्री कस्तो होला त? के अब आउने दशैंमा हामीले डाफे एयरलाइन्स चढ्न पाइने हो त?